मैले चाहिँ साथीहरूलाई किन दिँदै यति धेरै पार्टी सो अल राइट गाइज के छ वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी ट्याक्क पार्टी खान जाने भनेर सोच बनाएको थियो होइन। अब ट्याक्क म चाहिँ यसो बगरतिर गएर कता जाँदा ठिक होला भनेर यसो हेर्दै ती साथीहरू पनि ट्याक्क उताबाट आइहाल्यो होइन। हामी चाहिँ यसो हाँसी मजाक गर्दै लाग्यो आफ्नो डेस्टिनेसनतिर होइन, पार्टी खाने डेस्टिनेसनतिर। अब हामी चाहिँ हाँसी मजाक गर्दै गयो। यता साथीले चाहिँ झिक्रा भेटाएको थियो। अब झिक्रा पहिल्यै बोक्न थालिसक्यो, झिक्रा देखाइरहेको छ ट्याक्क लगाएर। यता अर्कोले चाहिँ डिउ बोक्दैछ, चाहिने सामानहरू यिनीहरूलाई लिएर भनेको तर ल्याएन क्या। अनि किरण र म चाहिँ अब यसो माथितिर गएर नुन र तेल ल्याएर रहेछ। अब नुन तेल अनि के ल्यायो होइन। अब साथी फेरि चाउचाउ खाने भन्नु थाल्यो। अब चाउचाउ लिन जा भनेर पठाइदियो त्यसलाई होइन। अनि चाउचाउ लिएर आउँदैछ, ट्याक्क साथीले चाउचाउ पनि ल्यायो उताबाट दौडिँदै यहाँ पारामा। अनि यसो गफ गर्दै लाग्यो होइन। अब त्यहाँ गएर यसो हेर्नु पऱ्यो यिनीहरूले के चाहिँ काम गरे हो भने छैन, भर्खरै एक दुईवटा दाउरा मात्र खोजेको रहेछ। अब यस्तो त भएन, हाम्रो सफल हुँदैन यो पार्टी भनेर हामी फेरि साथी र म चाहिँ लाग्यो जङ्गलतिर। यहाँ लेट्स गो भनेर दाउरा खोज्नको लागि यहाँ पारामा। अब हेर्न सक्नुहुन्छ जङ्गल एकदम डेन्जर खतरनाक छ। एकछिन जङ्गलको भ्यू हेरेर इन्जोय गर्नु होला तपाईँहरू भन्दै हामी दाउरा खोज्न लाग्छौँ। गाइज त्यही होइन, हामीले चाहिँ दाउरा यति जति थुपारिसक्यो। यहाँ ट्याक्क लगाएर अब यसलाई लगेर आगो बाल्नुपर्ने हुन्छ होइन। अब साथीलाई यता देखाएको पोज देखाउनु थाल्यो आफ्नै पारामा भन्दै होइन। अब ट्याक्क ल्याएर हामीले आगो पनि वाइल्ड पारामा गरेर बालिसक्यो होइन। अब ट्याक्क एउटा साथी चाहिँ माछा मार्नु जाने भनिरहेको थियो। अब कति चाहिँ यसले माछा मारेछ भनेर यसो हेर्न गएको त होइन। माछा मार्ने त यसले सम्झिने पानी छम्किने, तर पनि यति एउटा माछा मार्यो भन्दै मलाई सुनाइरहेको थियो। तर माछा चाहिँ यसले मारेको छैन होइन। अब ट्याक्क यता आएर साथीले के गर्दै होला भनेर यस्तो हेर्दै गरेको त होइन। बाउ आज यस्तो टेक्नोलोजी युज गरेर हजुरहरूले बनाउन सक्नुहुन्छ कुनै बेला जङ्गलमा गएर। यतापट्टि ट्याक्क लाएर मासु चलाउनको लागि डाडु बनाउँदैछ एउटाले होइन। ट्याक्क रेडी भइसक्यो हाम्रो डाडु पनि। ट्याक्क हामीले त्यो बसालेर अब मासु लाइन पारामा सेकाउन थालिसक्यो। एउटा होटेलमा पढेर यहाँ पुरै हामीलाई स्किल देखाइरहेको छ पुरै होइन। अब यतापट्टि A+B को होल स्क्वायर युज गरिरहेको छ ओपिडी म्याथले चाहिँ होइन। पुरै पारामा A+B को होल स्क्वायर युज गर्दै यहाँ सिकाइरहेछ होटेल म्यानेजमेन्टलाई। यता फेरि अर्को साथी इकोनोमिक्सको ट्यालेन्ट चाहिँ फेरि अब सप्लाई र डिमान्ड युज गरेर पुरै देखाइरहेछ कि यहाँ फर्काइरहेछ हो यो घर भन्थ्यो होइन। ट्याक्क पारामा साथी चाहिँ यहाँ पुरै आफ्नो स्किल देखाइरहेको थियो हामीलाई होइन। ट्याक्क मासु पनि पाकेर रेडी हुन लागिसक्यो। मासु चाहिँ पुरै यहाँ पुरै पोकको जस्तै दिइरहेको थियो, तर पोकको चाहिँ होइन पुरै यो चिकन हो होइन। यहाँ पुरै यसको भिडियो पनि बनाइदियो, यसो भिडियो बना भन्दै थियो। अनि भिडियो पनि बनायो, अब पाकेर पनि रेडी भयो। अनि हामीले चाहिँ सो गाइज त्यही होइन, पाकेर पनि रेडी भयो। अनि हामीले खान थाल्यो रमाइलो गर्दै होइन। अब स्टे ट्युन गाइज, हेरिरहनु होला तपाईँहरू भन्दै। अब यस्तै भिडियो हेर्न मनपर्छ भने हजुरहरूले लाइक सेयर कमेन्ट गर्नु होला। अब यस्तो भिडियो आइरहन्छ बेलामा, डेली नआए पनि। त्यही भन्दै अब हामीले पार्टी खायो, मस्त लाग्यो। यो मोटाउनुको रिजन चाहिँ हामीले खाएको 1 घन्टा भइसक्यो, तर पनि यसले खाएर भ्याएको छैन। हेर्न सक्नुहुन्छ यसको टप दामी थियो तर यसले देखा। अनि म चाहिँ यता साइडमा आएँ, त्यो चाहिँ उतापट्टि गएर लुकेर खाइरहेको थियो एक्लै होइन। अनि यहाँ पुरै साथीहरूको छुट्टै रियाक्सन गेम भइरहेको थियो। यहाँ देख्न सक्नुहुन्छ बाहुनको रियाक्सन एकदमै दामी छ। बाहुनको रियाक्सनबाट थाहा पाउन सक्नुहुन्छ तपाईँहरूले के खायो होला भनेर होइन। अब यतापट्टि चाहिँ साथीले फेरि आफ्नो कट फ्लेक्स हानिरहेको थियो पुरै हात छिला जसरी होइन। पुरै मुलेट कट हामीलाई देखाइरहेको थियो। उताबाट चाहिँ एउटा साथी आउँदै थियो, बाटा आयो बाटा भन्दै मधिसे जसरी होइन। सक्नुहुन्छ तपाईँहरूले। अनि अब यसो हामीले पार्टी खाएर भ्याएपछि चाहिँ यसो फोहोरहरू थियो यता वरिपरि होइन। अब हामीले यो फोहोरहरूलाई चाहिँ घर लगेर फोहोर हाल्ने ठाउँमा फाल्नुपर्छ। हामीले सभ्य नागरिकको परिचय दिनुपर्छ। हामी चाहिँ पारी आयो अब साथीहरू होइन। पारी आएर चाहिँ हामी एउटा गेम खेल्नेछौँ। अनि ट्याक्क म चाहिँ हातमा झोलाएर बोतल बोक्दै थिएँ। अनि उतापट्टि आयो होइन, सनसेट चाहिँ भवाले देखिरहेको थियो खोलावारीबाट होइन। सक्नुहुन्छ दामी छ सनसेट होइन। अब
हामी चाहिँ यहाँ अब एउटा गेम खेल्नेछौँ पानीमा होइन। यता बाहुनलाई देखाएको, फेरि बाहुनले चाहिँ मेरो क्यामेरामा ढुङ्गा हानिरहेको थियो अनि मैले यता लगेँ होइन। अब हामी चाहिँ एउटा गेम खेल्नेछौँ। यो गेमको रुल भनेको चाहिँ 3 2 1 गो भन्ने, जसको टाढा पुग्यो त्यही विनर हुन्छ। पानीमा ढुङ्गा हो सिल्की होइन। ल 3 2 1 गो भनेको कसको टाढा पुग्यो, तर मैले देखिनँ अनि मैले जितेँ भनेर म चाहिँ चिचाएँ होइन। अब यस्तै आजको पार्टी चाहिँ भोपाल सफलै भयो, रमाइलो भयो। अब यहाँसम्म तपाईँहरूले मेरो भ्लग हेर्नुभएकोमा हजुरहरूलाई थ्याङ्क्स फर वाचिङ माई भिडियो भन्दै आजको भ्लग यहीँ इन हुन्छ। यस्तै भ्लग हेर्न मन छ भने हजुरहरूले लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्दै आजको भ्लग यहीँ इन हुन्छ।